हामीहरू अहिले सलामपुर आफ्नो गाउँमा छ। नजिकको पोखरीमा माछा मार्ने क्रममा है यहाँ माछा बनाउँदै हुनुहुन्छ है। डाक्टर साहबहरू हुनुहुन्छ यहाँ है। माछा कसरी बनाउँदै हुनुहुन्छ फिसमा हेरौँ। यो पोखरीकै पानी छ थोइसी है ए यो पुरै फ्रेस फिस हो। भर्खर अहिले 2 मिनट पनि भएको छैन पोखरीबाट निकालेको। अनि त्यसपछि उहाँले फिस मिल्दैन हैन सबै रेडी गरेर अनि त्यसपछि सफा गरिदिने। अब घर लगेर मात्रै मसला हालेर पकाउनु पर्ने त्यति मात्रै हैन। त्यस्तो सुविधा छ, फ्रेसनेस यति छ है। त्यही भएर गाउँ आएको बेलामा अब यहाँ हाम्रो गाउँ सलामपुर जुन कि सुखीपुर नगरपालिकामा पर्छ। अनि यो हजुरको के अरे सिराहा जिल्लामा पर्छ हजुर। काठमाडौँबाट झन्डै 230-250 किलोमिटर टाढा हो यो, यदि बीपी हाइवेबाट आयो भनेदेखि। अब गाउँको कुरा गर्दाखेरि गाउँमा यस्तै घरहरू छन् हैन। हामी साइडबाट यो भ्यू लिइरहेछौँ, पछि पनि हामी लिन्छौँ। यो स्पेसली हामी हेल्थ क्याम्पको पर्पसले आएको हो। हेल्थ क्याम्पको पर्पसले आउँदाखेरि अब रिमोट एरिया आएपछि अलिक टाढा आएपछि धेरै कुरा लर्न गर्ने मौका पाउँछौँ हामी हैन। कसरी लिडिङ गर्ने हैन, कसरी आफ्नो टिमलाई लिड गरेर अनि त्यसपछि कम्युनिटीसँग जोड्ने, प्लस भाषा फरक भयो हैन, त्यहाँ कसरी ट्रान्सलेट गर्ने, भाषा नबुझेको बेलामा मान्छेहरूसँग कुरा गरेर उहाँहरूको हावभाव हेरेर हैन, त्यसपछि हावभाव हेरेरै धेरै कुरा आकलन गर्न सकिन्छ, अन्दाज गर्न सकिन्छ कि हैन उहाँले के भन्न खोज्नु भएको भनेर है। यो चाहिँ उत्तरी भाग भयो हाम्रो सलामपुर गाउँको। यही बाटो बिस्तारै जाँदै गयो भनेदेखि 2 किलोमिटर 2.5 किलोमिटर 3 किलोमिटर जति उत्तरमा सुखीपुर नगरपालिका, सुखीपुर नै पर्छ हैन। सुखीपुर नगरपालिका जुन हामी भन्छौँ त्यो सुखीपुर नै पर्ने हो। यो मेरो पुरानो जन्मेको गाउँठाउँ हो। यही मैले आफ्नो बाल्यकाल बिताएँ, यही मैले स्कुलहरू पढेँ हैन। यही खेतमा धान पनि रोपेको छु मैले, धान काटे पनि छु, यो हुर्का पनि छु है। त्यति बेला समय परिवर्तन भयो, पुराना मान्छेहरू धेरै गायब भए हैन, नयाँ पिँढीका मान्छेहरू आए हैन। त्यही पनि यो गाउँको जुन पवित्रता छ, जुन माटोमा जुन प्युरिटी हुनुपर्ने हो, त्यो जस्ताको त्यस्तै छ, या फेरि उस्ताको उस्तै छ भन्न पनि मिल्यो है। हेल्थ क्याम्प गर्न आएको भने यो मेरो उद्देश्य आफ्नो गाउँठाउँलाई जतिसम्म आफ्नो एक्सपर्टिजले, आफ्नो जुन स्पेसलाइजेसन छ मेरो हैन, त्यसले जतिसम्म हेल्प गर्न सकिन्छ, जति मद्दत गर्न सकिन्छ गरौँ भन्ने उद्देश्यले हो। अब हेरौँ हामी यहाँ अहिले यो केराको बोटहरू, लोकल केराको बोटहरू, यहाँ धेरै कुरा तरकारीहरू भनौँ हैन, अनाजहरू यो सबै काठमाडौँको कम्पेरिजनमा काठमाडौँको बराबरी गर्ने बेलामा अलि सस्तो पनि पर्छ हैन, र अर्ग्यानिक पनि हो यहाँको है। त्यही भएर हजुर अब हेरौँ न हामी। केला मजाले फैला छ। अब यो पाकेपछि यहीँबाट हजुर अब यही हो, टाइममा आइराख्नुपर्छ। यसरी एक्सप्लोर गऱ्यो भनेदेखि धेरै कुरा सिक्ने मौका पाउँछ हैन। ग्रुपमा कसरी बस्ने, कसरी आफैले हैन म्यानेज गरेर खाना पकाउने, गाउँ कसरी घुम्ने, अनि रमाइलो गर्ने बेलामा फिसिङ कसरी गर्ने हैन, माछा आफैले पक्रिने, त्यो छ फिस स्टिकले। हजुर मेरो भाइ माछा रेडी भयो, मलाई इन्फर्म गर्न आउनु भएको, मेरो कजन ब्रदर। हजुर अब हामी जानु पर्यो, छुट्टिने बेला भयो, फेरि फर्किन्छु।
अब हेल्थ क्याम्प एडभाइजरी प्रोग्राम छ, त्यसको लागि पनि हामीले प्रिपेयर गर्नु पऱ्यो। फार्मेसीहरूमा कन्ट्याक्ट गर्नु पऱ्यो, यहाँको लोकल लिडरहरूलाई भेट्नु पऱ्यो। थ्याङ्क यू भेरी मच।